नमस्कार दर्शकबिन तपाईँहरूलाई स्वागत छ हाम्रो यस नयाँ भिडियोमा। कान्छी भाग यस भिडियोमा के भयो भन्ने कुरा थाहा पाउनको लागि हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन। दर्शकबिन यस भागमा जब कान्छा र सोफियाको बिहे हुँदै हुन्छ त्यतिखेरै सोफियालाई एकतर्फी माया गर्ने कान्छीको छोरा दौडिँदै आएर सोफियाको सिउँदोमा सिन्दुर हाल्छन्। त्यो देखेर कान्छाका घरका लगायत त्यहाँ उपस्थित सबै जन्तीहरू छक्क पर्छन्। सिन्दुर हालिसकेपछि सोफिया पनि रिसाउँदै कान्छीको छोरालाई तैँले मेरो जिन्दगी बर्बाद गर्न लागिस्, के गरिस् यो भन्दै रिसाउँछिन्। अरू त्यहाँ भएको मान्छेहरू पनि तपाईँले यस्तो किन गर्नुभयो बाबु, यहाँ गाउँको सबैभन्दा ठुलो मान्छेको छोरा भएर हजुरले यस्तो गर्न सुहाउँदैन, हजुर यहाँबाट गइहाल्नुहोस् भन्छन्। तर कान्छाका बुवाले अब त्यो मात्रै होइन, बेहुलीलाई पनि लगेर जानु भन्छन् र सोफिया भन्छन् कि के भन्नुभएको बुवा यस्तो, म जाँदिनँ योसँग भनेर भन्छन्। तर सबैले नै लगेर जानुपर्छ भन्दा त्यहाँ ठुलो झगडा हुन्छ। सोफियाले भनेअनुसार मैले तँलाई पहिले नै भनेको म तँलाई माया गर्दिनँ भनेर त्यही कुरालाई अनुसरण गर्दै सागरले पनि एकतर्फी माया हुँदैन भनेर सम्झाउँछन्। यो बिहे हुनुभन्दा अगाडि नै धेरै लफडा भइसक्यो, अझै कति हुने हो भन्दै कान्छाका बुवाले अब हुँदैन यो बिहे भन्दै बिहेलाई यहीँ समाप्त गर्नु पर्यो भन्छन्। तर सागर यस्तो हुँदैन बुवा भन्दै सम्झाइरहेका छन्। त्यहाँ त्यतिकैमा सागरले पुलिसलाई फोन गरेर बोलाउँछन् र कान्छाले तैँले जबरजस्ती हालिदिएको सिन्दुरलाई म सिन्दुर मान्दैन, सोफिया मेरी मात्रै हुन्, उनले मलाई मात्रै माया गर्छिन्, म एउटा सिन्दुरको भरमा तँलाई सोफिया सुम्पिँदैन भन्दै सिन्दुर पुछ्न थाल्छन्। सिन्दुर पुछेको देख्दा कान्छीको छोराले पनि नपुछ त्यो सिन्दुर भन्दै तिनीहरूको त्यहीँ झगडा हुन्छ। उनीहरू दुईबीच हानाहान हुँदा त्यतिकैमा पुलिस आउँछन् र कान्छीको छोरालाई लगेर जान्छन्। कान्छीको छोरालाई पुलिसले लगिसकेपछि बिहे त्यहीँबाट सुरु हुन्छ र कान्छा र सोफियाको बिहे हुन्छ। त्यसपछि सोफियाको बिदाईमा सोफिया आफ्नो परिवारलाई सम्झिँदै रोइरहेकी हुन्छन् र कान्छा सम्झाइरहेका हुन्छन्, यदि तिमी यसरी रोयौ भनेपछि मसँग आएको तिम्रो कुनै खुसी हुँदैन, तिमीले मलाई रुँदै स्वीकारेको जस्तो हुन्छ भन्दै सम्झाउँछन्। त्यसरी सम्झाउँदै रातिको समयमा कान्छाले आफ्नी बेहुलीलाई घरभित्राउँछन्। कान्छा र सोफियाको बिहे देखेर सागर पनि आफ्नो विगतको खुसीका पलहरू कान्छीसँग बिहे भएको पल स्मरण गर्छन् र रातिको समयमा सागर र कान्छी गफ गर्दै गर्दा सागरले सोफियाको घरमा भएको हरेक कुराहरू कान्छीलाई सुनाउँछन् र उता कान्छा र सोफिया पनि गफ गर्दै गर्दा कान्छाले म अब विदेश जान्छु, बाबुआमालाई मैले धेरै दुःख दिइसकेँ, अब सुख दिन्छु भन्दै कुराकानी गर्छन्। के अब कान्छा विदेश जान्छन् होला त? के हुन्छ होला अर्को भागमा? यसको लागि हाम्रो भिडियो हेर्दै गर्नुहोला, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।